हेलो नमस्ते सबैजनालाई गाइजहरू के छ सन्चै हुनुहुन्छ होला हैन। म चाहिँ आज चाहिँ यहाँ चट्ट लाएर घाम तापेर चिप्स साथसाथै चिप्स खानलाई बसिरहेको। म धेरै पछि घाममा बस्न पाएको हो हैन। अनि म चाहिँ यहाँ अब घाम ताप्छु ल। अनि घाम ताप्दा ताप्दै गफ पनि गर्दै गर्छु। हजुरहरू चाहिँ मेरो भिडियो हेरेर बस्नु ल। यस्तो राम्रो मौसम भइरहेको यार। मलाई देखिरहेको छैन, देखिरहेको छ कस्तो टल्किँदो रहेछ क्या। म अनुहारै नदेख्ने यहाँबाट त। मैले चाहिँ यो खाना लगाएको चिप्स, यो मेरो एकदम फेभरेट हो, खाएको ल। कति धेरै आउँछ क्या, यसको चाहिँ प्राइस चाहिँ कति धेरै महँगो छ क्या। अनि धेरै आएको होला। हेर्नु न यहाँ कस्तो राम्रो हो। कत्रो है खाए ल। यो चाहिँ जति खाइन पुग्दैन। साँच्चै मलाई देखिरहेको छैन है यो भिडियोमा। म चाहिँ कामबाट आएर मुख नै नधोएर होइन कामबाट आएँ, दिदीहरूसँग खाजा खाएँ चल्चा बनाएर मेरै रुममा। अनि त्यसपछि खाएर मुख नधोएर सुत्न गएँ। सुतेको त यार यो रुम लास हुन लाग्यो। अब हाम्रो होस्टेल छोड्न लाग्यो। यस्तो हल्ला गरेर केटीहरू यहाँ। हुन त म कति कन्ट्रोल गरिरहेको छु। यस्तो जङ्गिने मान्छे। तपाईँहरू चाहिँ जापानमा आउनुहुन्छ भने चाहिँ नआउने। मेन एआइयु गएकोमा चाहिँ नआउने कोही पनि। मैले भन्छु अहिलेदेखि नै। यत्रो 15-16 लाख पैसा तिरेर यहाँ आउनुभन्दा त बरु अर्कै ठाउँमा जानु बेस्ट छ गाइड। म चाहिँ त्यही भन्छु तपाईँहरूलाई है। अब मैले चाहिँ तँ चाहिँ किन गएको, तँ गएर पढिसकिस् भनेर भन्न कारण चाहिँ नसोध्नु होला। किनभने मैले भोगेको हो नि त यहाँ आएर। त्यही भएर तपाईँहरूलाई पनि मैले अगाडि नै सजेसन दिएको। तर म यो भिडियो चाहिँ यस्तो त्यो गएको बारेमा म धेरै भन्दिनँ। मैले यति भनेपछि तपाईँहरूले बुझ्नुहोस्। अनि यस्तै हो जापानको लाइफ चाहिँ यस्तो नराम्रोसँग चलिरहेको है। कहाँको पूर्व पश्चिम उत्तर दक्षिणको मान्छेहरूसँग सँगै राखेर नमिल्नु, कोही न अनुहार मिल्नु, न कुनैको भाषा मिल्नु, न कोही के बोल्नु है। म चाहिँ मिल्दिनँ कोहीसँग, बोल्दिनँ। म कोहीसँग वास पनि गर्दिनँ, म अर्को कुरा पनि गर्दिनँ। द्याट सिट सक्यो, म बोल्दिनँ। अनि मेन कुरा चाहिँ मलाई जापानमा यो होस्टेल लाइफमा चाहिँ एकदम गाह्रो भयो है गाइड। कस्तो भयो लास्टै गाह्रो क्या। अब नेपालबाट आउने बित्तिकै होस्टेलमा राखेको नि त। अब रुम लिएर बस्छु भने त दिँदैन। अनि 6-6जना एउटै रुममा थन्काएर राख्छ क्या। अनि त्यही भएर लास्टै गाह्रो भएको हो। बरु दुबईमा 6-6जना राख्दैन होला यार। यो गएको नि त लास्ट यार बिजोग क्या, लास्टै बिजोग। किचन मुनि छ, त्यही पनि किचन लास्टै 4। त्यही छ यार।
मान्छेहरू चाहिँ मरिहत्ते गर्छ होइन। विदेशमा आउन नपाउनेहरू पनि खुसी छैन, आएर यहाँ कमाउनेहरू पनि खुसी छैन क्या। खुसी नै छैन भने त्यो पैसाको अर्थै छैन क्या। फेरि मेन त म खुसी छैन, किनभने मेरो फ्युचर करियर भनेको चाहिँ सिङ्गरमा थियो होइन। मैले सानैदेखि मेरो करियर चाहिँ मैले सिङ्गरमा देखाएको थियो। मेरो भविष्यमा चाहिँ मैले गीत गाएर म गीत रेकर्ड गरेर यस्तो चर्चित मान्छे बन्छु भन्ने सोचेको थिएँ, तर त्यो भएन। त्यो सानोदेखि मेरो सोच पुरा भएन। तर नि यहाँ आएर विदेशमा आएर नै पैसा नकमाएको होइन, कमायो, तर पनि म खुसी छैन। त्यही भएर मान्छेलाई पैसा भयो भने खुसी नहुँदो रहेछ, नभए पनि खुसी नहुँदो रहेछ। अब मान्छे के मरेकै राम्रो हो कि क्या हो जस्तो लाग्यो मलाई त्यहाँ अब त। एउटा मेन कुरा चाहिँ के हो भने यदि कोही पनि जापानमा आउन चाहनुहुन्छ भने चाहिँ एकदम स्ट्रगल गरेर एकदम बुझेर मात्रै आउनु होला भन्न चाहन्छु। त्यही हो मैले भन्न खोजेँ। मलाई चाहिँ कोही मन पर्दैन नेपालीहरू यहाँ वस्तुको है। त्यो यो बोल्दा बोल्दै 7 मिनट भइसक्यो। यो चिप्स गरेर सकिँदैन त्यत्रो हो भने। अनि अहिले चाहिँ हाम्रो गएकोमा चाहिँ सिओइदिएको छैन गाइज। यो गएको चाहिँ एकदम ब्ल्याकलिस्टमा परिसकेको छ। त्यही भएर यो काम चाहिँ आउँदै नआउनु होला। कसैले यो भिडियो यो गएको मान्छेलाई पठायो भने पनि हो त, मान्छेको छोरछोरीको यार यत्रो भर्खर कुनै 16-17 वर्षको हुन्छ, 18-19 वर्षको लागि हुन्छ, फ्याट्ट मरिहाल्यो भने भन्ने विचार त्यसको आधा लाइफ मर्दैन त। बरु त्यही भएर मेरो यो भिडियो हेरेर अलिकति मोटिभेसन अब उनीहरूलाई अलिकति हो ए यस्तो रहेछ भनेर बुझोस् न। तपाईँहरू 1-2 लाख पैसा खाएर तपाईँहरू ठुलो मान्छे हुँदैन क्या। त्यही भएर पैसाको लोभ कसैलाई नगर्नु क्या। एउटा दुइटा स्टुडेन्ट मेरो भिडियोलाई नआउँदा तपाईँहरूले के उसो हुँदैन क्या। त्यही भएर नराम्रो नभनिदिनु होला। तपाईँहरू मेरो यो भिडियो कसैले सेयर गरिदियो भने पनि यो आएकोमा त्यही हो। मैले भयो कुरा भनेको होस्टेल लाइफमा किन 6,000 जना यसरी मान्छेको 30,000 रुपियाँ पैसा तिरेर राख्नुहुन्छ क्या। बरु रुम लिएर बस्थ्यो होला हामी 30,000 2जना भागमा राखेर। हो त्यस्तो गर्नु हुँदैन थियो तपाईँहरूले क्या। त्यही हो मान्छेहरू होइन पुरा डिप्रेसनमै गइरहेको हुन्छ। कुन बेला केही मिल्दैन, कुनै फ्यामिली टर्चरहरू आइरहेको हुन्छ, न आफ्नो पर्सनल भन्ने एउटा छैन, लुगा लाउने ठाउँ त छैन, अब राख्ने ठाउँ त छ होइन, लुगा लाउने ठाउँमै। अनि कोहीसँग बोल्नु पऱ्यो भने त्यहीँ बोलिरहेको हुन्छ भ्याट्याङ। अब को मान्छे के गर्छ कसरी बोल्छ भन्ने सबै पर्सनल कुराहरू सबै थाहा भइसक्यो मान्छेलाई होइन। अब त्यो पर्सनल भन्ने कुरै छैन क्या। त्यही भएर प्लिज यसो नगरिदिनु होला कसैले। अब नेपालीहरूले हो हुने, अब गर्ने भने नेपालीले हो होइन, गर्छ पैसा गइरहेको गर्छ सबैले, तर यस्तो नगरिदिनु होला। मैले चाहिँ होइन यो 2 वर्षभित्र चाहिँ लास्टै दुःख पाएँ क्या। यो होस्टेलमा बसेर चाहिँ लास्ट दुःख पाएँ क्या। नसुत्न पाएँ होइन, न खाना, मैले खाना पनि खाएँ। यस्तो खाएर बसेँ मैले होइन, खाना कहिले बनाउँदिनँ म मुनि गएर। त्यत्रो तलमाथि यत्रो काम गरेर आएको हुन्छ होइन रातभरि। अनि त्यो किचनमा गएर त्यो फ्लोरमा चाहिँ लास्टै फोहोर हुन्छ। मैले यहाँ युट्युबमा हालेको छु, तपाईँहरू गएर हेर्नु। त्यो फोहोरमा त यार कसैले खाँदैन क्या। बरु मेरो
गाईको गोबर सोर्ने ठाउँ राम्रो थियो क्या मैले सफा गर्दाखेरि यहाँ तर यस्तो नराम्रो छ यो किचन मुनि फोहोर गर्ने अनि यत्तिकै मान्छे 400-500 जना भयो त एउटा रुममा 6 जना त्यही छ सुत्ने मात्रै बाटो हिँड्ने मान्छे नि त्यो स्कुलमा जाँदा त्यो दराजको ढोक बन्द गरेर हिँड्ने मान्छे छैन पालो बस्नुपर्छ यसरी त्यही भएर प्लिज मान्छेको पैसा खाइसकेपछि चाहिँ राम्रोसँग राख्नु क्या जाऊ जाऊ के हुँदैन जाऊ म काट्छु अर्को चाहिँ पैसा खाइसकेपछि चाहिँ राम्रोसँग राख्नु भन्न चाहन्छु म चाहिँ एउटा कुरा अहिले उनीहरूले होइन अहिले उनीहरूले स्ट्रगल गरिरहेको छ भने भोलि पर्सि कुनैको लाइफमा पनि पढ्न सक्छ नि त होइन त्यति बेला पढ्दाखेरि चाहिँ अहिले पहिला उनीहरूले पढ्यो अनि अब उनीहरूलाई नि पढ्छ भन्ने हुन्छ नि त त्यो कर्मेज ब्याक भन्ने हुन्छ क्या त्यो स्योर आफूलाई पनि पढ्न सक्छ त्यो पछि आफूलाई अहिले आफूले पढ्यो भने पछि अरूले पनि पढ्न सक्छ क्या त्यही भएर हामीले कहिले पनि मान्छेलाई दुःख दिनु हुँदैन पाप गर्नु हुँदैन मान्छेले भन्ने हुन्छ नि त तर त्यो मान्छेको उसमा माइन्डमा छैन क्या अहिले हुन त होला जेनेरेसन अनुसार चल्ने तर पनि त्यस्तो सम्म चाहिँ नगरिदिनु होला भन्न चाहन्छु क्या कस्तो मैले होस्टेल लाइफमा चाहिँ लास्टै दुःख गरेँ म यति धेरै होइन मैले मतलब त्यस्तो नराम्रो धेरै दुःख पाएको त होइन पैसा अब तँ जापानमा गइस् तैँले पैसा कमायोस् त्यसो गरेर होइन काम गऱ्यो कमायो तर यहाँ तिर्यो क्या नेपालबाट आएर मैले एउटा ऋण तिर्न सकेको छैन यार जम्मा 5-6 लाख तिर्यो होला त्यत्रो 25 लाखको ऋण होइन कसरी 25 लाख भयो भन्दाखेरि तपाईँहरूलाई थाहा नै छ होला यो आइयो गएको पैसा कति हो भनेर एकचोटि सोध्नु सबैले मैले भनेको पत्याउनु अब त्यस्तै हो है यस्तो कुराहरू गऱ्यो भने रहेछ मेन चाहिँ मलाई त्यो पैसा भनेको चाहिँ म दुःख गरेर गोबर सोरेर म मागेर भयो भने तिर्छु होइन तर पनि मान्छेको शरीरलाई नै सन्चो नभइकन यसरी राखेको चाहिँ एकदम नराम्रो क्या कस्तो मोबाइललाई चाहिँ एकदम सराप लागोस् होइन म चाहिँ नराम्रै भन्छु यो गएको लागि चाहिँ मलाई चाहिँ एकदम नराम्रै लागेको छ मलाई एकदम नराम्रो मेरो मनमा खोट बसिरहेछ मलाई नराम्रो लागेकै हो यो गएकोबाट होइन मैले कतिचोटि सजेसनमा यो म्यासेज गरेकै त्यो सेन्सेर म डिप्रेसनमै गयो मलाई एन्जाइटी भइसक्यो मलाई प्लिज यो रुममा नराखिदिनु भनेर मैले कति म्यासेज पनि गरेको थिएँ हुँदैन नानी अब त तिम्रो 2-3 महिना बाँकी छ त्यति बसेको यहाँ हो भन्न थालेँ मलाई अब मैले भन्ने मान्छेले भनिसकेपछि अब अरू कसलाई भन्नु बिचरा जापानिजहरू बिचरा उनीहरू त काम गर्ने मान्छे उनीहरूलाई नै थाहा छ कति धेरै यो गएको नराम्रो छ भनेर भन्नुहुन्छ सेन्जीहरूले नि जापानिजहरूले नि कति माया गर्नुहुन्छ नेपालीहरूलाई यिनीहरूले पैसा यति धेरै खाएको छ भनेर थाहा छ सबै होइन तर नि यो नेपालीहरूले चाहिँ लास्टै ठग्यो क्या यार हामीलाई लास्ट ठग्यो होइन त्यही हो मैले चाहिँ होइन आज मनमा लागेको अब हाम्रो होस्टेल मेरो 2 वर्ष होस्टेल लाइफ चाहिँ अब सकिन लाग्यो त्यही भएर मैले आज यो लास्ट भिडियो बनाएको यो होस्टेलमा होइन अब हाम्रो पर्सि अब 31 तारिकमा हाम्रो रुम चढ्छ अनि त्यसपछि यो गएको पनि छोड्छ हामीले यो होस्टेल पनि छोड्छ अर्को के अरे सेमन गएको छिर्नको लागि सो तपाईँहरू चाहिँ होइन तपाईँहरू कुनै मान्छेहरू चाहिँ जापानमा आउने बित्तिकै सुख पायो होला एउटा रुममा बसेर 2 जना बस्यो होला तर हाम्रो चाहिँ 6-7 जना कसरी बस्यो होला तपाईँहरू सोच्नु होला एकचोटि माइन्डमा होइन पर्सनल लाइफ भनेको छँदै छैन अब म त गीत गाउँथ्यो होइन म टिकटक बनाउँथेँ गीत गाउँथेँ त्यो पनि छैन कि मेरो लाइफमा त म त कहिलेकाहीँ बाहिरतिर गएर अब उनीहरू काममा गयो भने एउटा बस्दाखेरि म गीत गाएर टुलुक्क 15 सेकेन्डको भिडियो बनाएर हाल्थेँ मान्छेले कति खुसी देख्थ्यो होला है मलाई तर त्यो भिडियो 15 सेकेन्डको भिडियोमा मेरो 15 करोड लाखौँ हजारौँ मेरो दुःख छ क्या त्यही भएर मैले अहिले यति धेरै स्ट्रगल गरिरहेको छु होइन मेरो ड्याडी मम्मीको लागि मेरो दाइको लागि मैले यति धेरै स्ट्रगल गरिरहेको छु अफकोर्स होइन एक न एक दिन मतलब मेरो सक्सेस हुन्छ होला होइन मेरो फ्यामिलीको लागि म केही गर्छु मेरो बाबा आमालाई खुसी राख्छु भनेर चाहिँ म यो ठाउँमा आएको त हो तर पनि आएर नि मैले त्यति धेरै सुख पायो म त्यति धेरै उस भयो भने चाहिँ छैन तर पनि मेरो बाउ आमाले चाहिँ मैले अहिलेसम्म चित्त दुखाएको पनि छैन मैले अहिलेसम्म फोन गरेर म रुको पनि छैन जे छु मेरो आफ्नो मनमा छ होइन जे छु म आफूले भोगिरहेको छु मलाई थाहा छ सानैदेखि दुःख गरेर आएको मान्छे हो म पनि तर नि जापानमा आएर म यस्तो समय दुःख पाएको थियो जापानको काम चाहिँ केही पनि होइन तर पनि आफ्नो शरीर थकान मार्नको लागि यार एउटा 1 छाक भात र 1 निन्द्रा सुत्न मात्रै पुगे पनि जापानमा हुन्छ तर त्यो मैले 2 वर्षभित्र पाएन
आइयुगाको होस्टमा बसेर। त्यही भएर तपाईँहरूलाई चाहिँ म त्यही सजेसन दिन्छु, तपाईँहरू होइन सबै गरिबको छोराछोरी त हो नि होइन, हामी त्यही गरिबको छोराछोरी हो भनेर त मैले यसरी मैले नै भोगिरहेको छु, मैले नै यस्तो गरिरहेको छु है भनेर तपाईँहरूलाई भन्न लाग्नु होइन। त्यही भएर तपाईँहरूलाई चाहिँ जापानमा है जान्छु म, पैसा कमाउँछु, यति गर्छु यस्तो गर्छु, सबैको सोच हुन्छ, मेरो पनि सोच थियो, तर त्यो भएन, पुरा भएन, त्यस्तो हुँदैन, कसैको पनि हुँदैन होइन। त्यही भएर तपाईँहरूले चाहिँ एकदम भित्रै माइन्डबाट स्ट्रगल होइन स्ट्रङ भएर स्ट्रगल गरेर आउनु होला भनेर चाहन्छु। आउनुहुन्छ भने कुनैको एकदम ड्रिम कन्ट्री भन्ने हुन्छ, तर मेरो चाहिँ यो ड्रिम कन्ट्री चाहिँ होइन, तर मेरो त बाध्यता हो है। अब कुनैको हुन्छ नि त, मान्छे सब एउटा हुँदैन, फरक फरक हुन्छ। कुनैको अस्ट्रेलियामा ड्रिम हुन्छ, कुनैको युरोपमा, कुनैको के अरे क्यानाडा, कुनैको जापान, कुनैको कोरिया हुन्छ नि त। सो मेरो चाहिँ कुनै पनि थिएन गाइस, मेरो ड्रिम कन्ट्री भनेको नेपाल नै थियो। अनि मेरो चाहिँ एकदम के थियो भने सिङ्गर थियो कि, सिङ्गर गीत गाएर म गीताङ्गी भनेर होइन पुरा गीत गाएर हिँड्छु जस्तो लाग्थ्यो मलाई चाहिँ। तर हो 1-2 महिना जति मैले काठमाडौँमा गीत गाएर हिँड्दाखेरि त हो म अब सिङ्गर बन्छ कि आओ जस्तो लाग्थ्यो कि 1-2वटा गीत रेकर्ड गर्दा, तर भएन यार, मेरो भाग्यमा लेखेको छैन रहेछ गीत गाउने भनेको। अनि त्यही भएर मैले होइन म्युजिक क्लास पनि 2-3 महिना सिकेर, अब सिकेको भन्नाले नि मेरो घरबाट फ्यामिलीबाट पनि सपोर्ट गर्नुहुन्थ्यो, तर मलाई चाहिँ बाहिरबाट सपोर्ट गर्नुहुन्थ्यो क्या। मेरो मम्मीको साथीले अङ्कलले, एकजना अङ्कल हुनुहुन्थ्यो पासाङ तामाङ भन्ने, उहाँ अङ्कलले मलाई महिनामा 1500 रुपियाँ तिरेर मलाई क्लास जोइन गराउनु भएको थियो मेलिना राईको ड्याडीकोमा। मैले म्युजिक क्लास सिकेको 6 महिना होइन, त्यति मात्रै सिकेँ। त्यसपछि मेरो बाध्यताले मैले त्यो क्लास पनि छोडेर म विदेशमा आएको हो। मेरो भिजा आएर मैले काठमाडौँमा पनि कति धेरै स्ट्रगल गरेको थियो। मैले ठेलागाडामा पनि चटपटी बेचेँ होइन, ठेलागाडामा चटपटी बेचेर के चाहिँ काम गरेन कि मैले स्कुल 12 क्लास सकेर आउने बित्तिकै चटपटी त्यो ठेलागाडा खोलेर म दौडिहाल्थ्यो आलु सालु बसेर होइन। मैले बिहानै उठेर आधी हर्थ्यो सबै काम सघाएर आएको थियो, अनि आउने बित्तिकै मैले आलु सालु केलाएर चाहिँ लगेर पानीपुरी बेच्थेँ, चटपटी बेच्थेँ, अलिअलि 2-3 हजार रुपियाँ फाइदा कमाउँथेँ मैले। अब त्यो पनि मैले 6 महिना जति काम गरेँ त्यो ठेलगाडाको पनि। कृष्ण मन्दिरमा है जोरपाटी कृष्ण मन्दिरमा मैले, कृष्ण मन्दिर भन्नाले बेसी गाउँ कृष्ण मन्दिरमा बेचेँ मैले 6 महिना जति त्यो पानीपुरी चटपटी होइन। अनि त्यसपछि मैले मेरो भिजा आइसकेपछि चाहिँ त्यो चटपटी बेच्दै बेच्दै हो मैले म्युजिक क्लास पनि सँगसँगै सिकेको। अनि चटपटी चटपटी पनि बेचेको 6 महिना मैले ठ्याक्कै। मैले त्यसपछि छोडेर म आएँ। त्यति बेला मैले त्यो फेसमा मैले के काम गर्दै थाहा छ, एउटा जापानिज ल्याङ्ग्वेज पनि पढ्थेँ बिहान, अनि त्यसपछि बिहान होइन दिउँसो। अनि त्यसपछि त्यति बेला असार थियो होइन, असारको 1 महिनाभरि नै छुट्टी हुन्थ्यो नि त। अनि 1 महिनाभरि नै मैले त्यो असारको बेलामा मैले गाउँमा नगएर के अरे चटपटे बेचेँ। अनि त्यसपछि म्युजिक क्लास पनि सिकेँ। म्युजिक क्लास मेरो नाइट भन्नाले नि 6 बजीदेखि 7 बजीसम्म थियो। बिहान के अरे जापानिज क्लास गएर इल्मिरा कन्सल्टेन्सी है मैले पढेको कन्सल्टेन्सी चाहिँ इल्मिरामा गएर पढेँ। अनि त्यसपछि आएर मैले चटपटे यस्तो बेचेर त्यो 1 महिना असारको बेलामा मैले कति धेरै स्ट्रगल गरेँ होइन। अनि त्यसपछि साउन भइसकेपछि मेरो इक्जाम हुन थाल्यो, इक्जाम यस्तो गरेँ होइन। त्यसपछि काम गर्दै गर्दै स्ट्रगल गर्दै मैले कति युज गरेँ क्या होइन। अब त्यो गर्दा गर्दै त सब बिर्सिने क्या, जति दुःख आयो त्यति नै गर्दै पेल्दै अगाडि बढेँ क्या। अनि त्यसपछि चाहिँ मैले चाहिँ के गरेको थियो भने ठ्याक्कै त्यो चटपटे पसलको चाहिँ त्यो एकजना आन्टी थियो नारायण टारमा बस्ने, अनि त्यो आन्टीलाई चाहिँ मैले त्यो के भन्छ त्यो ठेलगाडा चाहिँ मैले बेचिदिएको थिएँ क्या। अनि त्यसपछि 7,000मा मैले बनाएको थियो। अनि त्यसपछि त्यो आन्टीलाई चाहिँ मैले 4,000मा बेचिदिएको थिएँ क्या। अनि त्यो आन्टीले चाहिँ बिचरा अब त्यति बेला त्यसलाई नि मतलब कस्तो दुःख परिरहेको रहेछ क्या। अनि मैले चाहिँ के गरेँ भने उसलाई चाहिँ अहिले मलाई पैसा छैन नानी पछि दिन्छु ल अरे। अनि 7 महिना भइसक्यो यार पैसै दिएन क्या बुढीले त। अनि होस् न त भनेर मैले छोडिदिएँ त्यो आन्टीलाई। अब अहिले पनि दिएको छैन, होस् होइन। अब उनीहरू केही गरेर म जस्तै केही गरेर खानुहुन्छ भने फ्यामिली छोराछोरी हेर्नुहुन्छ भने म किन थाप्नु भनेर मैले पनि छोडिदिएँ। अनि त्यसपछि म विदेशमा आएको हो, मेरो भिजा आएको हो। मेरो भिजा आइसकेपछि अब ऊ त कन्सल्टेन्सीबाट नि मैले 2 लाख तिरिसकेको थियो। त्यति बेला त्यो 2 लाख नतिरेको भए तिरिसकेपछि जानै पर्छ तिम्रो त्यो भिजा आइसकेपछि त्यो 2 लाख पैसा फिर्ता आउँदैन भनेको थियो नि त। अनि त्यसपछि चाहिँ मैले स्ट्रगल गरेर अनि त्यसपछि मैले त्यो
गएर त्यो सबै कम्प्लिट गराएँ हैन। अनि गराइसकेपछि चाहिँ म यहाँ आएको हो। अनि त्यही हो तपाईँहरू चाहिँ मैले आजको मेरो यो भिडियोमा चाहिँ यति भन्न चाहेँ। थ्याङ्क यू सो मच एभ्रीवान। सबैजना लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू। यो भिडियोलाई सबैजना सेयर गरिदिनु होला। थ्याङ्क यू सो मच एभ्रीवान।